to my channel. It's me, मेरो श्रेष्ठ. And आज चाहिँ मेरो बर्थडे हो अनि मैले चाहिँ भ्लग अब अलि स्पेशल डेमा बनाऊँ न भनेर थाहा छ नि बर्थडेको दिन चुज गरेको क्या. अच्छा. अनि अहिले चाहिँ मैले I just took my shower. अब चाहिँ हामी खाना खाना बाहिर जान लाग्यो. So रेडी भइसक्यो भेटौँला. One eternity later. Guys, म चाहिँ रेडी भइसक्यो हैन. लाइक मेरो मेकअप आज मेरो साच्चै मेकअप एकदम राम्रो भएको छ यार. मलाई एकदम मन परिरहेको. म चाहिँ रेडी भइसकेँ अनि लाइक म पर्खिरहेको छु क्या. मम्मीहरू चाहिँ पहिला गइसक्नुभयो के काम पर्यो भनेर. हामी चाहिँ खाना खान लाग्यो यार. हामी चाहिँ जाँदैछु गाइसमा. मेरो मेकअप तपाईँ उड्ने भयो भनेर क्या. You for that, what I'm saying? Oh, my lips are getting super dry, guys. But then I will lip balm and book it as well. But I'm just halfway through. Like I got to mama guys, so also back in the chocolate. अरे कहना क्या चाहते हो? अहिले हिँड्ने मेरो लिप्स एकदमै ड्राई भएर आइसक्यो. खासमा हामी जान लाग्यो चाहिँ सानो बगैँचा सबैजना मम र दिदी मात्रै गइसक्यो. म कोही पनि आइपुग्छ सेम टाइममा. हाम्रो होइन एउटा टाइम सेट गर्छ न सबजना त्यस्तै हो. जहिले त्यस्तो हुन्छ कि लाइक यति बजी पुग्ने भनेर भने हुन्छ होइन. अनि जहिले त्योभन्दा ढिलै पुगिहाल्छ 1-2 घन्टा चाहिँ. हामी चाहिँ आइपुगिसक्यो. अब यता पार्क गर्नु पर्यो. ओ माई गॉड. यता स्कुटी पार्क गरेको. अब यता जानु लागेकोसम्म. लेट्स गो. केक आइस होइन. बर्थडे गर्ललाई सरप्राइज दिनु भने केक लिएर भएको यो केक लिएर भएको. बट बर्थडे गर्ल आइसक्नुभयो. यतानिर मम्मी दिदी हुनुहुन्छ. बट हाम्रो अझै सानीमाहरू आउनु बाँकी थियो. उहाँहरू आइपुग्नु भएको छैन. गाइस केक कहिले काट्ने. म पर्खे भएपछि म चक्कुलेर बसेको चाहिँ अघिदेखि 2-2 चक्कु एउटा यो वुडनवाला अनि यो पहिला काटेँ. हामी पर्खिरहेको छौँ मम्मी दिदी आएका थियो बेबी. सो सानीमा आउनु बाँकी छ. अनि मैले चाहिँ के भने भन्दाखेरि धेरैजना मान्छे भयो भने लाइक केक काट्न मजा आउँछ नि त. अलिक रमाइलो हुन्छ. सानीमा आइपुग्नु भएको छैन. 2जनाले मेरो लागि के ह्याप्पी बर्थडे गर्नुहुन्छ. आइएम लाइक सो टेन्स्ड. गाइस कोही पनि आइपुग्नु भएन. सो वी डिसाइडेड फाइनली कि हामी 3जना भएर केक काट्छौँ. मेन कुरा खाना अर्डर गरिसकेको थियो. खाना चाहिँ नलाइ. सो फर्स्टमा हामी केक काट्छौँ 3जना. A few moments later. यत्रो पर्खेन केक काट्नै लागिसकेको थियो. सानोमा आइपुग्नु भयो. ए कम बिचो गरेर भएको छ. भाइ बोकेर भएको छ बिचरा. आई फोर्स्ड हर टु कम हियर कज धेरैजना भने रमाइलो हुन्छ. कहिले काहीँ रमाइलो गर्ने. सो लेट्स गो. कान्ट वेट टु कट द केक. सो द्याट्स वाइ अब म केक काट्न लाग्छु. मेरो मेकअपको वाट लागेको छ. मेहदी लिएर बेटा जे भयो नि म एकदम खुसी छु. मेरो खाना आइसकेको छ. म चाहिँ हातले खान हो. मम्मीहरू चाहिँ किन चम्चा खान लाग्दा आयो कान्टन किनकि मैले मासु चम्चाले खानै सक्दिनँ. अच्छा. सो म पहिला खान्छु. गाइस हामीले चाहिँ खाना खाइसक्यो. अब चाहिँ हामी लाइक हामी जानु लाग्यो चाहिँ होइन त्यो ड्रिम गार्डन समथिङ लाइक थमेलमा भएको थियो. तर त्यो लाइक अब टाइम नै मिलेन के. अनि ढिला हुने भयो त्यहाँ गएर आउनको लागि. सो वी प्लान लाइक फोटो खिच्न पनि जाने भनेर सोचेको थियो नि त. सो फोटो खिच्नको लागि चाहिँ त्यहाँ ताराको म्युजियम पनि लाइक राम्रै छ. फोटो खिच्नको लागि चाहिँ राम्रै छ. सो मम्मीहरू पनि जानु भएको रहेछ त्यता. सो हामी चाहिँ त्यतै जाने प्लानिङ गरिरहेको छौँ सबजना. सो लेट्स गो. हामी चाहिँ अहिले यता केक पुऱ्याउनु जानु लाग्यो. यो केक के लाइक खोलेको थियो 3जनाले खान सकेन नि त. अनि अब यो चाहिँ फ्रिजमा लगाएर राख्ने. अनि त्यसपछि मम्मीहरू चाहिँ गइसक्यो. मम्मी सानीमाहरू चाहिँ अलरेडी के अरे उता जानु भइसक्यो. लाइक जहाँ जानु पऱ्यो त्यहाँ जानु भइसक्यो. आइपुग्यो त नि सरी त्यहाँ जानु भइसक्यो. अब हामी चाहिँ दिदी र म चाहिँ यो केक पुऱ्याएर जान्छौँ. अनि एउटा सबैभन्दा लाइक हल्का रमाइलो निस्क्यो मेरो लागि कुरा भनेको जहिले गाइस
मैले चलाउनु पर्ने स्कुटी होइन मेरो दिदीलाई चाहिँ लाइक अब स्कुटी चलाउनु खासै मन पर्दैन मन त पर्छ नि तर दिदीलाई थाकिराख्नु भएको छ नि त्यहाँदेखि म चलाउँछु अनि आज मेरो बर्थडेको दिनमा मेरो दिदीलाई चलाउन खोज्छ एन्ड सी लुक्स सो कुल इन दिस हेलमेट बाफ्रे मेरो बोयफ्रेन्ड हो त भन्दै हामी चाहिँ अहिले माकलबारी गेटतिर आइपुग्यो अनि वी आर प्लानिङ टु गो टु लाइक गोकर्णमा किनकि त्यताको टिकटै पाएन कि अनि झन् त्यसमाथि मैले 3 बजेको मुभी टिकट किनिसकेँ पैसा त आज यतिकै उडेको छ यार अच्छा अनि के भन्नु गोकर्णमा जाने अनि त्यसपछि हामी फोटोसोटो खिच्ने हो क्या अनि त्यसपछि चाहिँ हामी फोटो हेर्नु जान्छौँ सो याद त्यस्तै हो मम्मी चाहिँ सामान किन्न जानुभएछ त्यही भएर किनकि भाइले खाजा खाएको छैन कि हामी चाहिँ भएर खाना खाएको भाइ चाहिँ खाजा खाएको छैन त्यो भाइको लागि बिस्कुट लिन जानुभएको थियो समथिङ केही होला आई नो सो लेट्स गो टेक इट हामी चाहिँ अहिले मुभी हेर्नु जानुभएको किनकि हामी अघि गोकर्णी सोध्नु जान्छु भनेर थियो बट त्यहाँ चाहिँ लाइक पोस्ट गर्दै भएन टाइममै भएन सो दिदी र म चाहिँ मुभी हेर्न गइरहेको चाहिँ हामीले चाहिँ 3 बजेको मुभी टिकट बुक गरेको अहिले यहाँ नै 255 समथिङ लाइक द्याट त्यति भइसक्यो क्या ढिला भइसक्यो अलरेडी सो लेट्स होप मुभी स्टार्ट नहोस् तर होइन मुभी लाइक 3 बजेको मुभी टिकट काट्यो त्यतिखेर नै स्टार्ट हुँदैन कि लाइक त्यस्तो हुँदै थियो जस्तो लागेको थियो बट आई होप सो कि 3 बजे नै स्टार्ट नहोस् सो भेटी लाइक मुभी हेर्नु पाएको छ हामी चाहिँ केवल टाढा आइसक्यो होइन पार्किङ गर्दै हुन्छ दिदी पार्किङ गर्दै हुन्छ सो लेट्स गो 3 बजे अलरेडी 3 बजेको मुभी थियो 3 बजे सो वी आर अलरेडी त्यतिकै ढिला भइसक्यो त्यसमाथि दिदीले हामी फाइनली आइपुगिसक्यो होइन मुभी चाहिँ स्टार्ट भइसक्यो अहिले हामी फर्स्ट पनि सेन्टर मुभी अलरेडी मुभी हेरौँ ब्रेकमा 1 hour later. मेरो चाहिँ पपकर्न आइसक्यो वा मुभी सक्यो होइन अब घर जानु पऱ्यो घर होइन खान जाने अनि त्यसपछि चाहिँ घर जानु पर्ला हाम्रो चाहिँ मुभी सक्यो अब हामी खाजा जानु लाग्यो हामी चाहिँ अहिले माथिबाट ग्राउन्ड फ्लोरमा आइपुग्यो अब लेट्सको खाजा जानु रो भर्खर हामीले नै स्कुटी लिन आएको अनि पार्किङको पैसा पनि लागेन के भन्छ घन्टाको हिसाबले तिर्ने भनेको माथि मुभीहरू जाँदाखेरि पनि पार्किङ गर्यो त्यो गर्दाखेरि हाम्रो 150 रुपियाँ तिर्नु पऱ्यो है टिकट ओ माई गड इट्स सो एक्सपेन्सिभ रिमेम्बर होइन पहिला हामी आउँदाखेरि लाइक टिकट समथिङ लाइक 50-30 कति तिरेको होइन अहिले त एकचोटि 150 भनेको लाइक पार्किङ गरेको पनि के यति महँगो ओ माई गड आई कान्ट बिलिभ त्यस्तो भएछ आई हेभ नेभर पेड लाइक दिस एक्सपेन्सिभ के 150 जहाँ मुभी हेर्न जाने टाइमसम्मलाई ओ माई गड ट्रमाटाइज त्यही भयो सो लेट्स गो मलाई भोक लागिसक्यो लास्ट पपकर्न खाँदैन पपकर्न खाएर मन त भएको थियो बट अब हामी बौद्ध जान्छौँ खानको लागि लेट्स सी हामी कहाँ जानु भएको छ अलरेडी 6-7 लाइक 6-7 हो अनि वी टोल्ड आवर मदर द्याट विल बी ब्याक क्या बोला तूने कतिमा 7 बजे फर्किन्छौँ भनेर बस्नु मान्छेहरू 6-7 बजी हामी खाएको छैन खाएको छैन वी हेभ इभन डिसाइडेड कि हामी कुन क्याफे जान्छौँ लाइक कुन रेस्टुरेन्टबाट खान्छौँ भनेर सो लेट्स होप फर द बेस्ट इज हाउ वी जस्ट लाइक अराइभ यता बरपेटा आएको छेउमा अनि खासमा चाहिँ हामीले स्कुटी माथि पार्क गरेर लाइक जानु लाग्यो बौद्धमा बट वी कुडन्ट फाइन्ड एनी प्लेस टु पार्क सो हामी चाहिँ यतै आएर पार्क गऱ्यौँ अब हिँडेर बौद्धसम्म पुग्नुपर्छ बट नो वेज आज दिउँसोदेखि स्कुटीमै हिँडेँ होइन स्कुटीमै लाइक स्कुटीमै हिँडेँ होइन सो एकछिन हिँड्दाखेरि नि अलिकति रमाइलो हुन्छ भन्ने आइएम थिङ्किङ होइन बट आएर नो त्यत्रो बाटो हिँड्नुपर्छ बाउको बेदेखि जस्तो त हामी चाहिँ ट्रेल्स क्याफे जान्छु भनेको थियो बट भएन सो हामी चाहिँ अहिले बर्गर हाउस जानु भएको इट्स सो गुड सी लाइक बाहिरको माइ गड राम्रो नि लेट्स गो आई लभ दिस यताको डिजाइन एन्ड माई गड इट्स सो गुड गाइज मेरो स्यान्डविच आइसक्यो चिकन स्यान्डविच अनि हट लेमन त्यसपछि मिन्ट रिफ्रेसर पनि आइसक्यो लेट्स इट इट माई गड हाम्रो ग्रिल चिकन र भेज खाना सेट आइसकेको छ वा आम सो एक्साइटेड अनि साथै एउटा कुरा चाहिँ मलाई के मन पऱ्यो भन्दाखेरि ग्लोभ्स पनि रहेछ क्या सो वी क्यान इट इट लाइक लाएर खान मिल्छ अनि हामीले अरू सबै खानेकुरा सकाइसक्यो सो लेट्स अट्याक होइन अट्याक हानु भयो नि त ल सुरु चिकन कर्न खाइसकेको छ खाने वाला मान्छे
म चाहिँ घर फर्किरहेको छु होइन दिदीको चाहिँ के काम बाहिर जानुपर्ने भयो सो म एक्लै फर्किनु लाग्यो न आइम गन ड्राइभ सो यति नै आजको लागि बाई बाई I'll meet you in the next vlog क्रिसमसको दिन मेबी